एक पटक एउटा विशाल जंगलमा भीषण डढेलो लाग्यो। आगोको ज्वाला यति ठूलो थियो कि सबै जनावर र चराचुरुङ्गीहरू आफ्नो ज्यान जोगाउन भाडिरहेका थिए। सबै भाडिरहेका बेला एउटा सानो बम्बेरा भने आगो निभाउने संकल्पका साथ नजिकैको खोलामा गयो र आफ्नो चुच्चोमा पानी भर्न थाल्यो। ऊ आफ्नो सानो चुच्चोमा एक थोपा पानी बोकेर डढेलोमा खन्याउन थाल्यो। उसको यो प्रयास निरन्तर जारी थियो। यो देखेर एउटा कागले गिज्याउँदै भन्यो, मूर्ख बङ्गेरा, तिम्रो यो एक थोपा पानीले यो विशाल आगो निच्छ र? बेकारमा किन दुःख गर्छौ? बरु ज्यान जोगाएर भाग। भम्बेराले जवाफ दियो, मलाई थाहा छ मेरो प्रयास सानो छ, तर जब यो जंगलको इतिहास लेखिनेछ मेरो नाम आगो लगाउने वा रमिते बन्नेमा होइन, निभाउने प्रयास गर्नेमा हुनेछ। हाम्रो सानो प्रयासले नै ठूलो परिवर्तन ल्याउन सक्छ। त्यसैले सधैँ आफ्नो तर्फबाट असल कार्य गरौँ।